गाँजा खाएपछि कसरी झ्याप दिन्छ या रक्सी खाएपछि कसरी झ्याप दिन्छ थाहा छ हजुरलाई? कसरी हुन्छ भन्दाखेरि हामीले खाइन्छ, पेटमा जान्छ। तपाईँले खानुहुन्छ? मैले खाँदिनँ, मैले केही पनि खाँदिनँ है, रक्सी मासु गाँजा साजु केही पनि खाँदिनँ मैले होइन। किन आरोप लगाएर? आरोप त लगाउनु भनेर मैले दुईवटा कुरा बुझाउन सकेँ होइन कि सर, एउटा मानसिक स्वास्थ्य र गाँजाको बारेमा। कुनै दिन मैले 6 घन्टासम्म मैले गाँजाको बारेमा मात्रै भन्छु है, मौका दिनु नि म भर्खरै भन्छु ल। 6 घन्टासम्म मैले गाँजाको बारेमा, गाँजाको 3टा प्रकार हुन्छ होइन, क्यानाबिस इन्डिका, क्यानाबिस स्याटिभा, क्यानाबिस रुद्रालिस, गाँजाको भित्र 120वटा कम्पोनेन्टहरू हुन्छ, त्यो मध्ये 2वटा चाहिँ मेजर कम्पोनेन्ट हो, टिएचसी र सिबिडी। टिएचसीले चाहिँ कहाँ एक्ट गर्छ, सिबिडीले कहाँ एक्ट गर्छ। सिबिडीको 2टा रिसेप्टर हुन्छ, CB1 र CB2। CB1 भनेको दिमागमा हुन्छ, CB2 भनेको शरीरभरि हुन्छ। हामीले खाँदाखेरि 3टा तरिकाले खानु मिल्छ, एउटा भनेको तान्नु मिल्छ, एउटा भनेको ट्याब्लेट खानु मिल्छ, एउटा भनेको भनौँ न घोट्टा चोट्टा बनाएर खानु पनि मिल्छ। त्यो मध्ये कसले कति बेरमा काम गर्छ, त्यसले चाहिँ दिमागको कुन भागमा, CB2 रिसेप्टर भनेको इम्युन सेलहरूमा हुन्छ, बाहिरी हड्डीहरूको भित्रपट्टि हुन्छ, धेरै ठाउँहरूमा हुन्छ होइन। CB1ले चाहिँ तपाईँको दिमागको कुन भागलाई, त्यो पनि कुन लेयरलाई के असर गर्छ भन्दाखेरि चाहिँ सर्टकटमा भन्छु, लङ टर्म मैले भन्दिनँ। मलाई 24 घन्टासम्म गाँजाको मात्रै भन् भने नि म भन्न सक्छु कि सर, जस्ट गाँजाको बारेमा मात्रै।